हेलो गाइज वेलकम टु माई च्यानल इट्स मी नजारो अनि तपाईँहरूलाई फेरि पनि स्वागत छ मेरो नयाँ ब्लगमा होइन। आज चाहिँ म धनगढीको नयाँ भाइरल ठाउँमा गइरहेको छु होइन। हाम्रो साथमा साली पनि छन्। अस्ति हाम्रो साली रिसाइरहेको थियो अनि मलाई भिडियोमा ल्याएन भनेर होइन। अनि अर्को साली हाम्रो अगाडि छन्। पुष्पलाल चोक जाँदैछौँ होइन। यहाँ भ्लगिङ गर्दै गाइज आजको भिडियो एकदम बबाल हुनेछ अनि लास्टसम्म हेरेर साथ दिनु होला। हाम्रो साली हेर्नु ओइ धनगढीमा क्याराम्बी केटी छ पट्याउ भने म भन्दा जेठी छ सरर पानी घटमा। हेलो मगनी साथी होइन। हामी यहाँ धनगढीको भाइरल ठाउँमा पुगिसकेका छौँ होइन। अहिले आई लभ धनगढी रे होइन। यहाँ हेर्नुहुन्छ मान्छेको एकदम भिडियो फोटो टिकटक बनाउनेको लास्टै भिड छ यता। आई लभ धनगढी अनि यहाँ धनगढीको भाइरल ठाउँमा यस्तो टिकटक बनाइरहेको छन् होइन। साली यो मुटु कसको होला? तुमसे मिलके दिल का है जो हाल क्या कहे हो गया है कैसा ये कमा। गाइज होइन मेरो एउटा काम परेको हुनाले म यता कबडरमा आएको थिएँ। अहिले मेरो काम नहुने भयो। मेरो काम नहुने भएपछि म गेम हेर्नेतिर गएँ। कराटे फुटबल जस्ता विभिन्न गेमहरू भइरहेका थिए त्यहाँ। अनि एकचोटि यसो फुटबल गेम हेर्दै मजा लिँदै म घर फर्किएँ। गाइज होइन अहिले म घर जाँदैछु अनि कबडलमा चाहिँ मेरो काम नभएको हुनाले पछि 4 बजे फेरि बोलाएको छन् होइन मलाई। यो पब्लिकमा भ्लगिङ गर्न लास्टै के आफूले अप्ठ्यारो लाग्ने कि आस्तै गाह्रो हुँदो रहेछ होइन। अनि त्यति सजिलो भएको भए सब बनिसक्थ्यो होला। अहिलेसम्म युट्युबर होइन भ्लगर सब बनिसक्थ्यो होला। ठिकै छ हार्ड वर्किङ गर्दैछु मेहनत गाइज सपोर्ट देखाउनु पऱ्यो होइन। बिस्तारै दिन्छु म दरो भ्लग आउँछ बिस्तारै चिन्ता नगर्नु न। आजको छोटो मिठो भ्लग यही नै इन्जोय गर्छौँ किनभने आज मेरो काम परेको हुनाले खासै भ्लगिङ गर्न पनि पाएन होइन। आउने भ्लगहरू चाहिँ दामी बब्बाल आउँछन्। फुल 100% दिन्छु म होइन। पब्लिक रियाक्सन स्टन्ट फनी कमेडी सब भिडियोहरू आउँछन् भ्लगहरू आउँछन्। आजलाई यति नै गाइज बाई बाई।